Hi guys, welcome back to my channel for a very long time. अनि आज चाहिँ दशैं हो हैन, आज चाहिँ October 2nd दशैं हो. ह्यापी दशैं सबैजनालाई. अनि अनि हामीले चाहिँ दशैं मनाइसकेको छौं किनभने योपालि चाहिँ म माया र बोजू मात्र थियौं, त्यही भएर हाम्रो भिडियो गर्दिनु चाहिँ पनि भएन. अनि त्यही भएर घरमा फेरि हाम्रो चाहिँ हिजोसम्म काम थियो नि त, अनि त्यही भएर चाहिँ के पनि प्रिपेयर गर्न पाएको थिएन. त्यही भएर एकदम रस भयो. त्यही भएर हामीले घरमा टिका सेलिब्रेसन गरेको चाहिँ आज चाहिँ मेरो बेबीले फर्स्ट टाइम लगाइदिएको थियो. त्यो क्याप्चर चाहिँ गर्न पाएन किनभने एकदम हतार भएको थियो नि त हैन. अनि त्यसपछि त्यही भएर टिकाहरू लगाएको चाहिँ के पनि भएन. तर अब चाहिँ हामी को रिलेटिभ्सहरुकोमा जान्छौं, तिनीहरु चाहिँ भिडियो चाहिँ क्याप्चर गर्न चाहिँ खोज्छु म. अनि मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला. अनि तपाईहरुको पनि यो भिडियो अपलोड भइन्जेलसम्म त तपाईहरु सबैजनाले दशैं मनाइसक्नुहुन्छ. अफ कोर्स तपाईहरुको दशैं पनि एकदम रमाइलो भयो होला हैन. अरु तिमी के भन्छौ? त्यही हो हैन, के भन्दिन. त्यही आफ्टर लङ हामी आएको छौं ब्याक. त्यही हो अब अनि तपाईहरु जानुहुन्छ राम्ररी मनाउनुहोस्. सबैजनाको दशैं राम्रै भयो होला. है त्यही हो, अन्तिमसम्म पनि हेर्दिनु होला है. अहिले चाहिँ हामी अब ज्ञानु बोजूकोमा जानु आँटेको छौं. अनि त्यहाँबाट चाहिँ बल्ल हामी बेजिङ स्टक जान्छौं है. आज चाहिँ डे 1 हो, तर यो भिडियो चाहिँ म सबै डे 1, डे 2, डे 3 भनेर हाल्छु. आज चाहिँ जेस ज्ञानु बोजू र मेरो बेजिङ स्टकको बाजे बोजूकोमा मात्र जान्छौं आज चाहिँ है. तिमीहरुले खिचेर मलाई ट्रान्सफर गर्दिनु हैन हुन्छ. तिमी गरेको के भिडियो चाहिँ म गर्दिन्छु नि त. तिमी फोटो राम्रो खिच्छ. भिडियो त यति त गर्नुपर्ने हैन. के जान्थे यो चाहिँ यहाँलाई दिनु यहाँ छटकरीमा हैन. छटकरीमा त के गर्नु अघि चाहिँ टिका लाउँदैन, अहिले चाहिँ किन त्यो अगाडि आएको? कारणले भइहाल्यो बाँकी भने उ हेर्नु त उ बडाले के गर्नु रहेछ. तिमी त यसरी सिक्नु पर्छ. भाग्यमानी साइन पनि गर बाजेको पुरा ढोक. तिमी पनि टिका लगाउने. आऊ दिदी भेना सबै टिका लगाउन. आऊ तिमी अब तिमीहरु आउनु. अहिले पनि तिम्रो चाहस छ है साइन टिका लगाउनु. तपाईले गर्दिन चाहस. नमस्ते. खै तिमीहरु त पोर लाइकलाई राम्रोमा टिका. अनि पोर त हजुर पोर त तपाईले उयो परेको छ जुठो. त्यसको भएर लगाएको है हामीले. ल पहिलो टिका है राम्रो. अलि मात्रै टास्ने गरेर लगाइदिनु न. ल टाँसे त हुन्छ. ए लाउनु हुन्छ. हजुर हेर्नु त उ साइन ल नतिमी नबुझ्नु भन्नु. काट्दैन हो तपाईको टिकै. अलि चट्टी लगाइदिनु न. एक बाबु हुन्छौ चिताको पुगोस्. जमा लगादै हुन्थ्यो नातिनीलाई. नमस्ते बाजे. यहाँ ल नमस्ते बाजे. हुन्छ बोजू. ल भाग्यमानी हुन्छ. चाहियो छिट्टो पो छ त दिदी. ड्राइङ होला हैन. मलाई थाहा छैन फेरि मान्छेले. ल एक छैन स्ट्यान्ड यसको खै कता गयो? सबै मैले गाडीमै राखिरहेको उयो हुन्छ नि. मेरो छोटो मोटो आशीर्वाद जे जे पनि राम्रो गर्ने हैन. थ्यांक यू है. अब चाहिँ अब आफ्नो फिल्डमा चाहिँ गर्नुपर्छ यहाँनिर. हुन्छ हस् मामा. दिनुहोस्. खोइ निस्केन त हौ निस्केन त हौ. दिनुहोस्. फोटो खिच्नु मलाई. बसौँ अनि फोटो खिचौँ. हेलो सुयन. माइजूलाई पनि हेलो मेरो ब्लगमा. छिटो हेर त भिडियोमा तिम्रो यो भिडियो आउँछ नि त युट्युबमा. अनि हेर त आउ त त्यहाँ. ल छिटो छिटो हरि पनि नपाउने भयो. थोरै मात्रै थोरै अलिकति. छिटो भाइले लगाउँछ. भाइले लगाइदिन्छ नि फेरि. भाइ फर्स्ट. भाइले फर्स्ट अब. अन्त लु दादा फर्स्ट अरे. ल दादा फर्स्ट. ए साइन गुड बाय अब है. गुड बाय गुड बाय. यसो गर्नुपर्छ नि त. हात यस्तो गर्नुपर्छ नि त. थाप्नुपर्छ तिमीले यस्तो. यसो थापेको खोइ भाइले थाप्यो. यो यस्तो गर्नुपर्छ हेर त. दुईटा हातले अर्को हात
अर्को हात अनि हेर्न भाइले चाहिँ ढोक्नु पर्छ बडा भन बडा जी गर पहिला बडा जी जिउ यो मुखमा खाऊ न पहिला त्यो मैले त चाहिँ निन्दा लाग्छ एउटा अब फोटो खिच्छ यो हेलो भन छिटो के युट्युबरहरूले के भन्छ हाई गाइस वेलकम ब्याक टु माई च्यानल भन्दैन तिमी भन त हाई गाइस वेलकम टु माई च्यानल अनि के हो दिस इज माई के हो यो दिस इज माई हेयर बो हु गेभ यु दिस हेयर बो अंकल के को उयोमा ओकेजनमा आज के हो व्हाट इज टुडे व्हिच फेस्टिभल दसैँ अनि ह्यापी दसैँ भन सबैजना ह्यापी दसैँ टु एभ्रीवान भन ह्यापी दसैँ सबैलाई नमस्ते गरिदेऊ नि त यहाँबाट नमस्ते गरिदेऊ मुखले भन न मुखले पनि भनिदेऊ नमस्ते अनि सब्स्क्राइब द च्यानल भन सब्स्क्राइब द च्यानल मेरो दिदीको च्यानललाई सब्स्क्राइब गरिदिनु भन त मेरो दिदीको च्यानल सब्स्क्राइब गर्नुहोस् थ्याङ्क यू भन्दै अब Thank you for watching. Thank you for watching. बाई बाई See you next video. See you next video. ओहो बाई बाई भन्दै Bye. राम्रो देख्दो रहेछ साइन उहाँको हो Pata. होइन तिम्रो इन फ्रन्टमा को हुनुहुन्छ भेना भन न भेना भन त उहाँ चाहिँ को हो उहाँ चाहिँ अनि म चाहिँ को हो Auntie. म दिदी हो Didi. माइजू म को हो भनेको आन्टी म दिदी हो उहाँ भेना हो भेना तिमीले अरू कसलाई चिन्ने थियौ भेना भन्ने अबे हुँदैन नो दिस इज ब्लेसिङ Something. नो दिस इज ब्लेसिङ Is that your hair also? वाइट हेयर हामीले बोजूहरूकोमा पनि टिका लगायो अनि मलाई भिडियोहरू चाहिँ अलिअलि खिचेको छु अनि अब हामी चाहिँ बल्ल मेरो घर जानु आँटेको बेजिङ स्टप चाहिँ एकदम टाढो छ 2 घन्टा लाग्छ त्यही भएर चाहिँ 2 आवर्स नट सो ब्याड 2 बज्यो यहाँको अनि अब जाने त्यहाँ टिका लगाउने अनि त्यसपछि त्यही हो सक्यो आज चाहिँ सकिन्छ अनि फेरि त्यहाँपछि भोलि अर्को भिडियो हुन्छ है त्यही हो दसैँ भनेको त्यही हो होइन होइन फ्यामिली त भेटिन्छ नै हो लाइक मेन भनेको चाहिँ आशीर्वाद मेन भनेको टिका र जमरा हो क्या होइन पहिला चाहिँ दक्षिणा लाग्थ्यो होइन पहिला चाहिँ अब सानो हुँदाखेरि होइन ओहो 500 1000 होइन हुन्थ्यो अब अहिले चाहिँ मेन फ्यामिली गेट टुगेदर होइन अनि त्यो एउटा हुन्छ नि खानु हुन्छ नि त्यो एउटैमा सँगै बसेर अनि त्यसपछि ब्लेसिङ्स अनि त्यसपछि अर्को भनेको कार्ड्स खेल्नु होइन हो त्यो भनेको एउटा दसैँको रमझम अब अफकोर्स विदेशमा त तपाईँहरूको जस्तो लिङ्गे पिङ मेलाहरू त हुँदैन होइन अफकोर्स तर पनि नेपाल जस्तो हुँदैन बट स्टिल हुन्छ नि होइन अर्को वर्ष त 1 हप्ता एनुअल लिभ लिनुपर्ने रहेछ त्यो हुन्छ नि त्यो एउटा दसैँको प्रिपेरेसनै गर्न पाएन क्या मजाले हुन्छ नि बिहान उठ्यो हतार यताउता गऱ्यो अनि सक्यो क्या अब होइन तिमी के भन्छौ म त ठिकै छ म त युज टु भइसक्यो यस्तै उतामा होइन अर्को वर्षबाट चाहिँ गर्नुपर्छ भनेर भनेको क्या मैले अब त्यही हो अब हामी जाँदैछौँ त्यही हो वेदर नै त्यस्तै छ हाई गाइस इट्स डे 2 अनि त्यसपछि आज डे 2 को चाहिँ हामी अब बल्लै आज यहाँ मनाउन आँटेको हिजो भएन अनि आज मनाउन आँटेको है सुपर ग्लु लाएर टास्ने क्या नि सधैँ टासिरहेको ए पर्दैन त पैसा त खै होइन पर्दैन नलिने म त खै हुन्छ त्यतिकै खुट्टा ढोक्छु ल आशीर्वाद छ ल टिका छ आमा ढोक्नु पर्यो ढाका लाग्यो उठाउँदैन मलाई ढोक
एनटिभी भयो सुरु यताबाट खेल्न एनटिभी एनटी लाग्यो नातिनी ल विजय दशमी विजय भन्दै जाओ सबै गरेकोहरू सफलता रहोस् सीता घर होस् निरोगी बस्न पाओस् र सबै आफन्तहरू राम्रो होस् भविष्यमा रिस र विमोहहरू सबै बाहेक होस् 5 पाउन्ड दिनु न 5 होइन बाजेले अघि तयार बनाएको छ तर यहाँको पुग्नुपर्छ यहाँ यस्तो छ के अरे हाम्रो बाजेको चाहिँ है यो के भन्छ जमरा चाहिँ बाजेको साह्रै राम्रो छ हातमै दिन्छु ल हुन्छ बाजे अब आएको सालको जमरा पनि Happy Bye bye. Bye bye. हाम्रो परिवारबाट बाई बाई ह्याप्पी दसैँ बाई बाई स्ट्रेट फरवर्ड होइन बुझ्नु अरू के आशीर्वाद दिने सबैजना दिनु न युट्युबमा आउँदैन दिन आशीर्वाद भनेको त मलाई त आउँदैन भन्नुहुन्छ बाजे भन्दैन नि त त्यसो भए 2022 सालको 82 हो 82 को बडा दशैंको उपलक्ष्यमा सबै गर्ने के भन्छ भक्तजन भन्छ के हो कस्तो हो के भन्छ देश विदेशमा रहनु नेपालीहरूलाई मङ्गलमय शुभकामना र यो के रे नाम त हेनिसै छ हैन के छ हजुर हेनिसै छ हेनिसै भ्लगमा लाइक शेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला हजुरहरुको दशैं कस्तो भयो हाम्रो यस्तै भयो कमेन्टमा पनि लेख्दिनु होला राम्रो नराम्रो ढाका टोपी राखेको राम्रो भनेर हेर्दिनु होला अरु अब यति नै अब अरिक्षिणमा पनि हामी अब उता जिजु बाजेकोमा जानु आँटेको त्यसको भ्लग त्यहाँ गएको भ्लग पनि आउँछ तर मेरो भिडियो चाहिँ अन्तिम ल बाई 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 हाम्रो ठ्याक्क दशैँमै हेनिसा नातिनीको 11औं एनिभर्सरी आज चाहिँ केक काटिदैछ सेलिब्रेट गरिदैछ ठ्याक्कै दशैँको खासरी हिजो हो तर आज है अनि यो हो त्यो पनि मिनाजले दिनु नि उता दुई हात दिनु न दुई हात राख्यो अरे ओ ल 11 वर्ष भएको उपलक्ष्यमा है यसै ताली पड्काउनु अनि हङकङ गएको कति वर्ष भयो त्यति वर्ष भइसक्यो ल मलाई थोरै दुईजनाले कफी गर्नु नि हामीलाई दिनु पर्छ कफ हामी खाएर उयोमा होला नि है हामी त अल्डर सट आएको भर्खर म त गाडीमा कताबाट ऊ यताबाट देखाएको छ अरे हौ अब हामी चाहिँ दाजु बाजेकोमा आएको मुनु अनि राइट त उयाबाट निस्किने होला नि त यहाँबाट अनि यहाँ बाजे बोजूहरू उता अगाडि हुनुहुन्छ अनि सबैजना चाहिँ हामी उतै आउने हो बेला हुन्छौँ यता अहिले जानु आँटेको चाहिँ हाम्रो साइला जिजु बाजे र जिजु बोजूकोमा जानु आँटेको पानी पर्यो आज त शीतल लाग्यो त्यहाँ कहाँ खाना भयो ल नमस्ते बोजू हजुर यहाँ भिडियो नमस्ते बोजू ह्यापी दशैं यो 2082 सालको है हजुर सबै सम्पूर्ण हाम्रा चिनेका जानेका इत्यादि साथीभाइ इष्टमित्रलाई मेरो शुभकामना दुर्गा भवानीको ले सबैले रक्षा गरून् धन्यवाद थ्याङ्क यू माइला चाहिँ फर्स्ट टाइम है आज है डार्लिङ प्यारे माया
बाजे यता भिडियोमा तपाईँलाई पनि भिडियो खिचेको बोजूको पनि खिचेको यता चाहिँ हाम्रो साइलो जिजु बाजेलाई मेरो भिडियोमा स्वागत छ बाजेलाई पनि हजुर ल ह्याप्पी दसैँ है बाजे हजुर सबैजनाले हेर्नुहुन्छ बाजे भिडियो यो अब मेरो भनाइ हजुर आज दसैँ मानेको त्यही मात्रै भनायो भने के त खायो टन्नु बस्यो समात्छौ त फेरि नातिले यहाँ भनिरहेछ तपाईँ चाहिँ अब 82 वर्ष पुगेको होइन 2082 सालै भइरहेछ नयाँ वर्षको शुभकामना 82 वर्ष पुग्यो अनि प्लस 82 साल ठ्याक्कै 82 साल बाजे पनि 82 हाम्रो चाहिँ अहिले यहाँ जति पनि हाम्रा वार्तालाप गर्ने फ्यामिलीमा चाहिँ हजुर यहाँ चाहिँ सिनियर हुनुहुन्छ सिनियर सबभन्दा सिनियर नातिनी पलातिनीहरूले चाहिँ आउनु भएको चाहिँ अब सिनियर हुनुहुन्छ अनि यहाँ प्लस यहाँ पनि आज फर्स्ट टाइम अन्त नि खुसी लाग्छ है हजुर नातिनी पोहोर पनि आएको नि हामीले होइन हामी चाहिँ नि सासूको हातको टिका लाउन यसरी नै आएको हो तर हामीले टिकाको महत्त्व चाहिँ के छ भने नि मलाई कस्तो लाग्छ भने हुनु त हामी सबै आफन्त छौँ हजुर टिका हामीले लगाउन भने चाहिँ इभन प्रत्येक वर्षमा एकचोटि आउँछ दसैँ अनि को हो ठुलो को हो सानो अनि के सानो लाग्दो रहेछ को माउली रहेछ कोही बाजे बोजू रहेछ को काका काकी रहेछ भन्ने कुरो चाहिँ अनि जहिले पनि हाम्रो ससुराली कहाँ रहेछ भन्ने कुरो यो दसैँले जनाउँछ है सुन्नुभयो यो चाहिँ एकदम मलाई कस्तो लाग्छ हुनु त हामी के भन्छ भने अब बुद्धिस्टहरूले चाहिँ दसैँ नमान्ने भन्ने एउटा भनाइ पनि गर्थ्यो तर हामी पहिलादेखि मानेको भएर हामी बुद्ध धर्मलाई हामी एकदम बुद्ध धर्मलाई नै हामी मान्छौँ नै होइन हामी मानिरहेछौँ मानेको चाडलाई चाहिँ म एकदम छोड्नु सकिनँ अन्त नि त्यही भएर महान चाड भनेको नि त होइन बुझ्नु दसैँ पनि मान्ने दसैँ मान्ने तिहार नमान्ने के तिहार मान्ने दसैँ नमान्ने होइन दसैँ तिहारै मान्नु अनि एउटा कुरो के भने यो दसैँ भनेको चाहिँ कस्तो रहेछ भने हामीले सानोलाई माया गर्ने सानोलाई हामीले जस्तै हाम्रो हातको कहिले पनि निधारमा हात पर्दैन किन हेर्नु बाबा नमस्ते गरेर हिँड्नु होइन बच्चालाई माया गर्ने ठुलो मान्छेलाई सेवा गर्ने ठुलो मान्छेको चाहिँ हामी एउटा जे भए पनि अब ठुलो मान्छेबाट चाहिँ हामीले एउटा आशीर्वाद यो भनेको चाहिँ एउटा जिउँदो धर्म जिउँदो मान्न भयो है हामी है अब मरेर पाउँछ पाउँदैन नातिले त्यो भन्ने कुरो थाहा छैन है बाजे मर्यो थियो अब के गर्ने बोजू मरे यस्तो हो नि होइन बाजे बोजू हुनुहुन्न होइन अब त्यो भनेको चाहिँ अब बितेर गएको चाहिँ हाम्रो अब पितृहरू हो होइन हामी चाहिँ अब सही अब बाबा उहाँ चाहिँ कस्तो भने एउटा मेरो भनाइ चाहिँ बितेर नगएर हामी चाहिँ अर्जिनल जस्तो अर्जिनल के एउटा के भन्छ सोरी यो के भन्छ एउटा हामी भन्न आउँदैन हामी चाहिँ मलाई भन्नु आएन एउटा त्यही त आएन यो चाहिँ जिउँदो भगवान है जिउँदो भगवान जस्तै हामी अब पितृलाई हामी धोबाल्छौँ नि तर पितृलाई धोबाल्नु मानवीय हो मानव सेवा हो तर बाबा आमा भनेको त जिउँदो भगवान है नानी मान्नुपर्छ है मलाई एकदम खुसी लाग्छ आफ्नो आमा नभएर हो कि किन हो मलाई घोज्छ है जब चाडपर्व त आयो अनि चट्टै यहाँनिर याद आउँछ कि त्यो अवस्थामा चाहिँ बाबा आमा भन्ने चाहिँ एउटा जिउँदो भगवान रहेछ भनेर हाम्रो भगवान हो है हजुर ल बुझे हुन्छ बुझे ह्यापी फर्स्ट दसैँ दुईजनाको सँगै अन्त आज बोजू धेरै ह्याप्पी होइन धेरै धेरै ह्याप्पी
आज म झन् मेरो काइली बुहारी आज नआउने भनेर अलिकति स्याट पनि भएको छु हजुर अन्त नि बढियामा काइली बोजू क्या काइली बोजू त आउँदैन बढियामा होइन काइली बोजू अनि काइली बुहारी भन्नुभयो नि त काइली बुहारी के गर्ने अन्त है सादा भ्या नै बराबर बिहाले गर्दाखेरि होइन हजुर ठुलो दिएछ नि त तपाईँ हेर्नु त अलिक ठुलो छ भनेसम्म बिस्तारै बिस्तारै खाने नि त नि होइन ल चियर्स ल हस् ल बोजू हस् बोजू यहाँ बोजूले कति मजाले यति धेरै बनाइदिनु भएको छ अनि हामी यहाँ पर्खिरहेको छौँ अरूहरूलाई हामी चाहिँ यहीँ छौँ साथीहरूलाई पर्खिरहेको छौँ मेरो टिका त गयो टिका यहीँ गफ गर्दैछौँ बाजेहरूलाई राम बाजेलाई पर्खिँदैछौँ यहाँ गफ गरेको गर्छ अघि एक लट खायौँ अनि गफ गर्दैछौँ बाजेहरू यहाँ गफ गर्दैछ अनि त्यसपछि यहाँ भ्लग हेर्दै हामी गर्दैछौँ तपाईँलाई कस्तो फिल भइरहेछ मलाई त यति खुसी लागिरहेछ किनभने उसको साइडको फ्यामिलीहरू भेट्नु पाउँदैछु चिन्नु पाउँदैछु अनि त यो अरू त अहिले बाजेलाई हुन्छ नमस्ते बाजे ह्याप्पी दसैँ नमस्ते हस् यता बाजेहरू आउनुभयो अहिले हेलो बाजे नमस्ते ह्याप्पी दसैँ यता भिडियो पनि फुपू ह्याप्पी दसैँ ल बाजे भिडियो अन नै छ ल ह्याप्पी दसैँ ल नमस्ते ह्याप्पी दसैँ म चाहिँ भिडियो स्टार्ट गरिहालेको थ्याङ्क यू ल ह्याप्पी दसैँ नाति है अर्को वर्ष नातिनी लिएर आउँछ नि हो यो वर्ष मात्रै हो मलाई अर्को साल त होइन गिफ्ट आउँछ नातिनी ए थ्याङ्क यू बोजू ल बाजे नमस्ते ह्याप्पी दसैँ बाजे बोजू नमस्ते ह्याप्पी दसैँ बोजू चाहिँ आउनु भएन ए अनि ऊ मन्सा फुपूहरू चाहिँ आउनुहुँदैछ ए नमस्ते ल ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ सबैजना आउनुभयो नानीलाई ह्याप्पी दसैँ छोरालाई ह्याप्पी दसैँ पुरा त एकदम छानली गर्नु पर्यो नि हजुर बडा नातिले त मेरो पढेको सबैजना यहाँ आम्मामा सबैजना 4 जना ठक्लक्कै हजुर हजुर जिजु बाजे यता बिचमा साइला जिजु बाजे अनि यतापट्टि माइला अनि त्यहाँपछि काइला अनि अन्तरे बाजे अनि यता काका अनि यता मेरो बोजू अनि यता चाहिँ के अरे कुमार बाजेको छोरा होइन छोरा अनि उता मेरिना फुपू अनि मेरो पनि काकै पर्छ होला कुमार बाजेको छोरा भनेपछि त काकै पर्छ हजुर काका र काकी नै पर्छ हजुर हजुर अब हाम्रो चाहिँ दसैँ बल्ल अब टिका टाला हजुर बेलायतको युकेको होइन हामी युकेको देशमा यहाँ चाहिँ भक्क प्रकार हामी चाहिँ अलिक ढिलो ढिलो आयो अरू नै आउनु त बाँकी नै छ तर बाबाको घरमा दसैँ सुरु भयो अब
ल थ्याङ्क यू भाइ थ्याङ्क यू भेरी मच ल दसैँ सुरु भयो अब नातिनी हजुर रामबाजेले चाहिँ भन्नुभयो मेरो पनि त्यो कपी पेस्ट कपी एन्ड पेस्ट है हजुर बनाएर भन्दा छोराले माफ माग्दै खायो है सुरु भयो यो के भन्छ नि अब सेम ड्रेस नि सबै ठ्याक्कै मिल्छ अझै ज्याकेट चाहिँ रामजाल चाहिँ मैले अर्को लगाएर बसेको अघि बिहानको फोटो अर्कै छ मेरो अनि यहाँ दाजुको यस्तै रहेछ मलाई चेन्ज गराएर हजुर के लाउनु पर्ला भनेको अन्त फेरि बाजेको चेन्ज भएछ कलर हजुर ल दसैँ 2022 साल सुरु भयो मिठो मोमो को उद्घाटन सुरु गर्नु पर्यो दसैँको उद्घाटन है 5 बजे घर अलसाटमा अनि अब यता भिडियो खिच्ने चाहिँ हाम्रो गोर्जस नातिनी निशाले चाहिँ भिडियो खिच्दै छ हजुर हजुर ल हुन्छ बाजेको चाहिँ युके को काका दुई भाइहरूसँग भनेर त कहिले सक्नु 35 वर्षभन्दा बेसी है मानेको है आफ्नो फर्स्ट टाइम 35 मागेको छ आम्मा है अनि 35 वर्षपछि भन नि यो दसैँ चाहिँ मनाउनु भएको 35 वर्षपछि 35 वर्ष राम लक्ष्मण बाजेहरूसँग त दसैँ तिहारहरू सबैजना सँगै क्या हामी नै भेटघाट भएको 35 नै भइसक्यो आफ्टर 35 30 इयर्स पछाडि नै हो अनि तपाईँहरू अब कति बस्नु भेला नभएको भेट नभएको सबै एकै अन्त अनि फेरि हिजो छुट्टीहरू मिलेन भन्दै थियो अनि त्यही भएर चाहिँ ठ्याक्कै अनि आजै आज मिल्यो अझै पनि ऊ बोजूको त मिलेन अन्त राम बोजूको अब यस्तै हो 7 बजे को छेउछाउ बस्छ हजुर सकेर के अर्डर हाल्नु पर्ने ल ल हुन्छ 8 बजे ल हेलो नमस्ते फुपू ह्याप्पी दसैँ नमस्ते फुपा ह्याप्पी दसैँ हेलो ह्याप्पी दसैँ बोजू खै लगाएर अन्त फर्स्ट दसैँ अन्त कति क्युट अघि यता 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 चाहिँ फुपूहरू खानुहुँदैछ यता फुपू फुपा आउनु भएको छ अङ्कल खानुहुँदैछ कोक पानी त्यहाँ यो मुनि छ आमै हाँसेछ एकदम निकाल्ला नि त्यो ठाउँ स्पेस हुन्छ धेरै न अहिले चाहियो भने लाने म पिङ पिङ सबैजना यस ल्याउनु भएन फुपू ए मैले पनि कति भएको थियो उयो नगरेको अनि मैले पनि निकालेको बल्ल क्यामेरा क्या सबैको आज उयोको देखाउने भनेर हामी सबैजना छौँ आज मन के रे फ्राइडे यस्तो अब मसिक दिएको हुन्छ हुन्छ त्यही भयो चोको छ भने भयो भाइ पुज्ने बिक्रीहरू चोको हैन दाजुले त्यो छोइ पानी गर्ने चोको भाइ छोइ पानी गर्ने चोको भाइ
छोराको घरमा आएको सबैजना यो पुग्दैन होला जुठै पनि थोरै थोरै लाग्छ पूजा पाठ गरेर चोक है यसो हात चाहिँ दिइदिन्छु नि फेरि त्यतापट्टि के त्यतापट्टि के अरे न्युज पेपरमा माइलाई पहिला ए म नै हो नि ठुलो है म एउटा ठुलो माइला यही बसेर हुन्छ नि माइली माइ होइन यता हो नि यताबाट नि ठ्याक्लाक राम्रो देख्छ होला हो यसरी नै ए कि होइन कि सबैजना कि यहाँ पालो पिलो बस्नु अनि होइन नि यहाँबाट नजिक कि कसरी कसरी नजिक हुन्छ है कसरी बाजे हो बाजे त्यहाँ टिका थाप्ने चाहिँ त्यहाँबाट थाप्नु अनि हो यहाँबाट चाहिँ बोजू लगाइदिनु हो नि त यता साइला जिजु बाजे बोजू बाजे बोजूको कति सालमा लाग्यो होइन बाबाले पो क्वालिटी राम्रो सबैजना होइन हामी त हङकङमा पनि लगाएको तर धेरै वर्ष जुन 2-3 वर्षको थियो है तब छैन यसरी विदेशमा भए पनि हामी एउटा नेपालमा पातल घरमै बसे जस्तो भएर हामी यत्रो धनी भएर बस्नु एकदम निरोगी भएर बस्ने होइन हामीले दिनु आउनुभयो खुसी लाग्यो नआउने कि नआउने हो है नाति पलातीको धनी भएर ल मैले यो 2082 सालको विजय दशमी नाति पलाती खलाती समातीसँग भेट्नुपर्छ माइली बरेले जना नानीहरूदेखि लिएर सबै इष्टमित्र सबै हाई गरेर बस्नु भएको छ खुसी लाग्छ है निरोगी बन्ने अनि सुस्वास्थ्यको लागि पनि हामी यसरी एकतामा सबै हामी एकातै भएर यसरी सागा सबै लिएर हुँदैन हुँदैन आज त हात खाली हुन्न है लु त होइन यहीँ बस्नु अरू त्यहाँदेखि यहाँ परिदिन्छ तिदै फर्किन्छ हुन्छ नि त फेरि होइन भिडियो होइन त्यही बस्नु नि यस्तो गर्नु हुन्छ खाली हुन्छ होला बस हिँड्ने बस आउने फेरि भिडियो खिच्नेहरूलाई त गाह्रो भयो नि त नि खै म यहाँ यसो पो गर्नुपर्छ कि हामी पक्का जापानिज भयो नि त यहाँ मलाई हेर्नु I'm next. After Ram Baje, next to me. मेरो पछाडि everybody क्यों यसको चाहिँ पुणेतिर गरेको हामीले टिका नलागिकन टिका सुरत नि राम सुरत 2082 सालको लाइन लाग्दा क्यूमा त सबभन्दा बीचमा एक टप्प लाउनु भइहाल्छ यसरी बीचमा अलिकति ट्याक्कसँगले बाहुन स्टाइलले के ल राम एकदम सुखी शान्ति तपाईँ एकदम भक्ति माने बिहा गरिदिनु भयो
त्यो लाग्नु नसक्ने परेमा नमस्ते नमस्ते काका आउनु यो होइन यो चाहिँ यो याउने पर्दैन पर्दैन यहाँले यो त्यसै गरेको तपाईले टोपी लगाएर आउनु न एकपल्ट ए बल्ल आयो हो माथि अलि माथि सबजना त्यहाँ बसेको के हो खै त असिक दिएको सरले यो 2000 एकैठाउँमा त लाग्यो है ठुलो होइन शान्ति मात्रै चिङ हो यो 2082 सालको दुर्गा भनेको टीका लगाएर चाहिँ विजया दशमीको टीका लगाएर लक्ष्मणलाई एकदम राम्रो सुखी रहोस् शान्ति रहोस् सधैँ निरोगी बन्नु है अनि थ्याङ्क यू हजुर धन्यवाद थ्याङ्क यू हाम्रो नाता नातिनीबाट पनि एकदम हाम्रो माया ए लक्ष्मण एउटा कुरो मुख नलाग्नु है बुहारीलाई अहिलेसम्म रेकर्ड छैन म राखेको मुख नलाग्नु है बुहारीलाई पातल घरे जस्तो यस्तो सिधा त संसारमा कहीँ छैन पातल घरले कहिल्यै मुख लाग्दैन नि यस्तो हजुर म्याडम भन्ने मात्रै हो सालको विजय दशमीको टीका लगाएर मेरो बुहारी अनि हेर न मैले अघि भनिसकेको थिएँ नि हजुर लाग्दैन शान्ति मुख लाग्ने संसान त हुँदैन हाँसी खुसी भनेको चाहिँ शिरमा लिएर हिँड्ने है अनि भने पक्का गीत गाउँदै हाँस्दै हिँड्छ एकपट्टि मात्रै भयो पहिलाको जस्तो भयो अहिले फोटो दामी आउँछ यो हात खाली गर्नु हुँदैन त्यो त अशुद्ध हुन्छ त जेबमा पसेको छ नातिको नानी एकदम लक्ष्मी अब कसो लायो ऊ अङ्कल एउटा जति भएन अङ्कल खोइ त तपाईँले टोपी लिएर आएको थियो होइन तपाईँले टोपी लिएर आएको थियो होइन खोइ टोपी ए हो सल ल्याइदेऊ न बरु सल कान्छा नाति अब के गर्ने अब भाग्यले हामीले भेटेको होला नि अब 2082 सालको विजय दशमीको टीका लगाएर मेरो नाति सुखी शान्ति कामबाट पनि मेरो नाति एकदम ठुलो मान्छे बन्ने निरोगी बन्ने यसो चल्दा पनि काम चाहिँ गरेको दिएको साबरले होइन धेरै कमाउने अब जे भने हामीलाई पर्ख्यो एउटा नातिनी बढी एकदम राम्रो एउटा नातिनी बढी हाम्रो छेउमा नाति अर्कोचोटि त दुईजना भएर बोज्ने खोजीमा के बोजुलाई जिम्मा भन्न त बोजुलाई जिम्मा दे भन्नु त छोरा बोजुलाई जिम्मा दिएको अब मान्छे सविता बिहा गर्नु भने कोरस्तो त यो 2082 सालको विजय दशमी टीका लगाएर बुझु हात सागरले सुखी रहने शान्ति रहने गोर्खा मेदर भन्नु है गोर्खा मेदरमा तर अहिलेसम्म बाजेले बाजेको घर त देखा छैन अब एकदम ठुलो घर हुन्छ निरोगी बन्ने अब दसैँमा चाहेछ नातिलाई वेलकम लक्ष्मी ज्ञानी हुने निरोगी बन्ने
एकदम ज्ञानी भएर बस्नु बुझ अलिक बोलाउँदा सर्नु त यहाँ मलाई भिडियो गर्नेहरूलाई एकदम गाह्रो भयो क्या तिमी त्यो साइडबाट तिमी ढाका देख्छौ काम कुरो जे गरेको चाहिँ राम्रो होस् रहोस् मित्र बाजे बोजू आज मात्रै होइन यसरी झुकेर मात्रै आउने होइन है सधैँ आउनुपर्छ यो नातिनीलाई खुट्टा पर्दैन नमस्ते गराइल अप्ठ्यारो छ त्यहाँ हुन्छ नमस्ते गरेर बोजूलाई के माने हुनु सबैले ढोक है यहाँ सबै अन्त यहाँ फोटो भिडियो यो 2000 यो हामीलाई यो नानी पनि देख्नु पर्यो है यो 2082 सालको विजय दशमीको टिका लगाएर मेरो नातिलाई साथी रहोस् एकैचोटि छोरा बोजी यत्रो ठुलो स्वरले बोलिदिनुहुन्छ अनि बोजू कन्फ्युज हुँदैछ अनुहार हेर्दैन चाहिँ बोजू यहाँ मनिषा के भन्दा त मेरो नातिनी ज्ञानी निरुकी बन्ने है घर नयाँ घरमा नानी लिएर खुसी भन्नु त के सीधा नाति रुन्छ हेर्दै म हेर्दै नातिलाई आमा मुसुक्क बस्नु यहाँ छ क्यामेराम्यान ल ल भिडियो चाहिँ गर्दै बाजे बस्नुहोस् ठिकै छ हेर एङ्गल त सुखी रहने शान्ति रहने मेरो नातिनीको शुभ होस् सुखी रहोस् के हल्लिँदैन त मेरो नातिनी अन्त्य भएर त स्टेबल हुन्छ नि होइन जे ढिलो हल्ले क्या पनि खुसी रहोस् शान्ति रहोस् है अनि जे गर्दा पनि मेरो नातिको एकदम सफलता होस् है नौदा केस नजरोस् हिँड्दा ठेस नलागोस् बोल्दाखेरि जे बोले पनि मेरो नातिनीको है नातिनी यो चाहिँ मैले भुलेन होला नि मिरिना
नेपालीबाट है मेरो मात्रै आउँछ अरू उसको नै आउँदैन हो मेरो नाति जस्तो भरे दाम नि हो जेन्जी हो जेन्जी जेन्जी दशमी टिका लगाएर मेरो नाति रक्सी खाए पानी खाएको जस्तै होस् रक्सी खाए पनि पानी खाएको जस्तै होस् मेरो नातिलाई हिँड्दा पनि ठेस नलागोस् मान्छेलाई पुर्दा पनि नदुखोस् बरु त्यसरी दुखोस् एकदम हिरो मेरो नाति एकदम यङ है जहिले पनि मेरो नाति सुखी रहने शान्ति रहने आउने वर्ष 2 जना नातिनी बुहारी आउने वर्ष नातिनी बुहारी अरे आउनु पर्छ भनेको छ नि आइन भने त आउनु पर्यो नि जोन्दर 2 जनाको सँगै सँगै टिका खुट्टामा लाग्छ ल हाम्रो नाति नाति कस्तो भगवान जोडा दिएछको यो 2082 सालको विजय दशमीको टिका लगाएर मेरो नाति सुखी रहने शान्ति रहने यो दुर्गा भवानीले नातिलाई एकदम रक्षा गरोस् जे जसो गरे पनि मेरो नातिको जित होस् नै ड्राइभिङ गर्दा पनि मेरो नातिको एकदम सफलता होस् है कामबाट पनि एकदम राम्रो होस् मायाबाट पनि धेरै माया पाओस् मेरो नातिलाई तर मुख चाहिँ लाग्नु होला है निरोगी बन्ने आफ्नो घर बाबा आमादेखि लिएर आफ्नो इष्टमित्र सासू ससुरा सबै हामी एक फ्यामिली भनेर नातिले सोच्नु पर्यो है हामी सबैलाई थ्याङ्क यू अनि आइदिनु भएकोमा एकदम ह्याप्पी हामी है एकछिन बस्ने है यहाँ 2 जना जोडी त्यसरी बस्नु पर्यो नि ल मेरो हिँड्छ नातिनी यो त फर्स्ट टाइम है हजुर फर्स्ट टाइम लगाएको हामी सबै विजय दशमीको टिका लगाएर मेरो नातिनी एकदम अब यो वर्ष नातिनी त ग्रेजुएट पास गरेर यसपालि त कालो टोपी लाउने हजुर थ्याङ्क यू एकदम खुसी नातिनीको उच्च प्रगति होस् शान्ति रहोस् मान्छे जस्तो राम्रो अनि सबै संसार जागो नि मेरो नाति एकदम सफलता होस् है जे काम गर्दा नि मेरो नातिनीको निरोगी बन्न है बाबु तपाईँ लाइदिनु न सबै लाग्छ होला जहाँसुकै कवल त के गर्ने हो नाति नि अब चाहिँ बाजेको पालो यही हो नि त नि कति 35 years 35 हो more than 35 years कस्तो राम्रो टिभी पनि ठ्याक्क आछ त्यो हो नि फ्रीडम हुन्छ नि पुग्नुपर्छ आज त
हुन्छ लाइसक्नु भयो सामान Blessing. Thank you, Baje. Next, please. लक्ष्मण बाजेको सुरु नि हजुर 35 हो 35 वर्ष पछि मैले केही भन्नु पर्दैन सबै बाजेले भनिरहनु भएको छ आफ्टर 35 years सबै मुनि नै छ सबै मुनि पोइन्ट उयो मात्रै ल थ्यांक यू दाजु हजुर हामी फर्स्ट टाइम हो हुन्छ दाजु भनको प्रसादले सबै अनि आश गरेर आउनेलाई आश पिराएर पठाम हैन सुख शान्त बस्नु पाउँ सबैलाई कान्छी अब कुन चाहिँ बस्छ म एक्लै जान्छु मैले खाइदे गुलियो बाजेले के भन्यो त्यही कपी पेस्ट अब फेरि नेक्स्ट थ्यांक यू बङ्गलोमै ढल्छ भाइ 3 years हो सकेछ त्यहाँ थोरै बोजू थोरै गर्नु है धेरै भयो क्या अलि गर्नु भनी प्रसादले मेरो बुहारीलाई शान्त हैन नगर शान्ति हो सबै अब फेरि 2 बाट 3 भन अन्त नि 2 जनाबाट 3 जना अब बुजुहरूको ब्लेसिङ नै त्यस्तै हुन्छ नाति खेलाउन पाऊ बुढी भयो राम्रो हो छोराछोरी बुढो के अरे भर्खरको हुन्छ अनि सिसा मात्रै दिनु है म त यहाँ चाहिँ काटे है कान्छी मलाई दिनु ल सबैको काम पुगोस् राम्रो पढ्नु राम्ररी काम गर्नु आमालाई हेर्नु आमा बाबालाई अब बाउ मम्मीलाई राम्रो हेर्ने है राम्रो गर्नु हेड टिचर मुखमा पो लगाउनु भएन यो नियम भनेको हामी आफै बनाउने खुसी बनाउनु पर्छ राम्रो होइन 2042 सालको छोरीले त्यहाँको काम सबै पुगोस् कष्ट सबै हराउनुहोस् होइन म सासु ससुरा राम्रो हेर्नुपर्छ टिक्क मात्रै लागेको जस्तो मात्रै गरिदिनु बाजे भयो पढायो भने राम्रै भन्छ नि त पढायो भन्छ आफ्नै लाग्यो ल आमा
एकैचोटि गर्नु पर्यो बुहारीलाई छोरा बुहारीलाई यो चाहिँ 2000 कति भयो हेर्नु सर 82 2082 नेपाली सम्वत 2082 सालको बडा दशैंको उपलक्ष्यमा मङ्गलमय शुभकामना हैन ल चाहिने चाहिँ कुराले शुभकामना छ धेरै धेरै आशीर्वाद छ छोरालाई नवदुर्गा भन्ने रक्षा गरून् है चिताको काम पुरा होस् मेरो छोरालाई सबै राम्रो छ अहिले आर्मीमा जोइन भएको मेरो छोरा है राम्रो होस् पदोन्नति हुँदै हुँदै माथि जाओस् सिनियरहरूलाई एकदमै मानेर माथि जाने कोसिस गर्नु छोरा है दुख बिमारी नहोस् सबै कुरो राम्रो होस् छोरालाई सधैँ 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 फलिफाप है मेरो छोरालाई ल हाम्रो बुहारीलाई पनि कान्छी बुहारीलाई पनि यो हाम्रो नेपालीहरूको चाड बडा दशैंको उपलक्ष्यमा धेरै धेरै शुभकामना छ आशीर्वाद छ हाम्रो कान्छो छोरालाई सुरजलाई युकेमा आएर पहिलोचोटि है राम अङ्कलले पहिलोचोटि चाहिँ यसरी बडा दशैंको आशीर्वाद दिन पाउँदा म एकदमै हर्षित छु हर्षितको साथसाथै एटोपी ल ठिक छ ल है 2082 सालको हाम्रो चाहिँ दशैं नेपालीहरूको चाड दशैं बडा दशैंको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना मेरो छोरालाई नवदुर्गा भवानी रक्षा गरून् मेरो नातिनी हेनिसा नातिनी है नाति ज्वाइँ हेनिसा र नातिलाई सम्भवतः यो पहिलोपल्टै होला नेपालमा मैले सर्वप्रथम पहिला नेपालीहरूको ठुलो चाड हामी सबै नेपालीको चाड बडा दशैंको उपलक्ष्यमा मङ्गलमय शुभकामना धेरै धेरै आशीर्वाद सबै होइन रक्षा गरून् चिताको काम पुगिरहेछ मेरो नातिनी डिग्री त गरिसक्यो अझै अर्को मास्टरको लागि नि अब हङकङ गयो टाइम मिलाएछ खुसी लाग्यो है एकदम राम्रो एचिभ गरिरहेछ नातिनीले अझै माथि जानु है सबैजनाको प्यारो नातिनी भइरहेको छ है नातिनी सानोमा त ऊ यहाँ बस्ने मेरिना फुपूको भनेपछि हुर्कै हुन्थ्यो होइन नातिनी है ल धेरै धेरै आशीर्वाद छ ल चाहिँ हाम्रो ज्वाइँ साहबलाई पनि पहिलोचोटि यसरी बडा दशैंको उपलक्ष्यमा टिका लगाएर आशीर्वाद दिनु पाउँदा म एकदमै खुसी छु यस्तै गरी वर्षै पछि नातिनी र ज्वाइँलाई चाहिँ यसरी आशीर्वाद दिन पाऊँ भन्दै यो बडा दशैंको उपलक्ष्यमा मङ्गलमय शुभकामना नातिको चिताको काम पुगोस् कहिले दुःखहरू नहोस् है सधैँ उच्च शिर रहिरहेको मेरो नातिको एकदमै राम्रो छ दुईजना राम्रोसँग मिलेर बसिरहेको छ बस्ने है अनि एकदमै राम्रो भएको छ नातिलाई धेरै धेरै शुभकामना है नवदुर्गा भवानीले भगवान बुद्धले रक्षा गरून् मेरो नातिनीलाई है सोचेको कुराहरू सबै पुगोस् एकदम चाहिने दुर्गा भवानी चाहिँ रक्षा गरून् हाम्रो सुरज कान्छा छोरालाई यसरी चाहिँ ड्युटीले गर्दा आउनु पाएन जेठा चाहिँ ड्युटीले गर्दा आज आउनु पाएन ड्याडीलाई के अरे दाईलाई पनि शुभकामना छ है जमले काकाहरूको भनिदिनु है एकदम राम्रो गर्नुपर्छ ल एकदमै राम्रो गरिरहेको छ बेलायतमा चाहिँ अब आएर सबै सेटअप भइसक्यो अब काम पनि सबै है खतरा होइन हौ काका म त चाहिँ यहाँ कुवेतमा जाँदा म त ब्याङ्कमा कम्प्युटर टक चलाउँछु भन्थ्यो भन्दा यता आइपुग्यो अहिले स्टोरको म्यानेजर अब हुनु यताको है वेयर हाउसको है एकदमै शुभकामना छ भन्थ्यो नि त यो भन्दा पनि प्रदीपले सुनाउँथ्यो सुरज त त्यति भ्याउँथेन है उता ल एकदम ल चाहिँ हाम्रो चाहिँ एकदमै लभली नातिनी हेनिसा नातिनी हाम्रो चाहिँ ह्यान्डसम लभली नाति ज्वाइँ एकदमै बडा दशैंको एकदमै शुभकामना छ है एकदमै अब हामीले त यो फर्स्ट नै हो अघि रामबाजेले जस्तै सबै कपी एन्ड पेस्ट गर्दा नि हुन्छ तर एक दुईवटा थप्छु खास कपी एन्ड पेस्ट फ्रम रामबाजे मैले यहाँबाट कपी पेस्ट नगर्नु भनेको छु क्या नगर्नु भन्नुभएको छ ल हाम्रो नातिनीलाई एकदमै यो फर्स्ट दशैं हो हामीले दशैं यसरी टिका लगाउन पाएको थिएन हाम्रो नातिनीलाई एकदमै शुभकामना छ धेरै राम्रो काम गरेछ हाम्रो सन्तानमा
वी आर भेरी प्राउड अफ यु है एकदमै अब ग्रेजुएसनको लागि हङकङबाट नेपालमा गएर सेलिब्रेसन होला है अनि यसमा सबै हामी वी अल आर भेरी प्राउड अफ यु है एकदमै प्राउड सधैँ यसरी राम्रो काम गर्नु सधैँ के अरे दुर्गा भवानी चाहिँ सधैँ यसरी नै सोचेको काम आफूले ताकेको काम सबै पुऱ्याइदियो सधैँभरि जीवनमा एकदमै मुस्कान हाँसै छाइरहेको शुभकामना ल हाम्रो लभली ह्यान्डसम हाम्रो क्युट हाम्रो ज्वाइँ बाबुलाई नाति ज्वाइँलाई पनि एकदमै शुभकामना पहिलो दसैँ हाम्रो नातिलाई पनि नातिलाई एकदमै आफूले सोचेको कुरा ताकेको कुरा जे सोचेको छ सबै भगवान् हाम्रो दुर्गा भवानीले चाहिँ सधैँ पुऱ्याइदियोस् जिन्दगीमा सधैँ सोचेको कुरा पुरा भइरहेको सधैँभरि जिन्दगीमा मुस्कान छाइरहोस् ल देश आशिष दिन चाहन्छु यही शुभकामना छ जीवनभरि सधैँ रङ्गिन जीवन भइरहेको ल जसरी यो रातो टिका छ यस्तै टिका जस्तो रातो सधैँ भइरहेको ल फुलिरहेको भनेर मेरो हाम्रो नातिनी हेनिसा र नाति ज्वाइँलाई चाहिँ यही हाम्रो शुभकामना छ ल ल त है त भन्नु ल ए ढले ढले म त ढले हजुर म त ढले हामी ट्विन बाजेहरू ढले हाम्रो हेनिसा नातिनी र नाति ज्वाइँकोबाट ढले यो नातिनी र ज्वाइँको चाहिँ गिफ्टबाट चाहिँ हामी ढले बाजेहरू सबैले अब त्यो भिडियोमा सबैजनाले ह्यापी दसैँ भन्नु ल ल 1 2 3 गो ह्यापी थ्याङ्क यू हेनिसा नातिनी थ्याङ्क यू फर योर ब्लग है हाम्रो हेनिसा नातिनीले हाम्रो दसैँ सबैजनाले हेर्नु होला है ह्यापी दसैँ ह्यापी दसैँ राख्नुको चेलीलाई ह्यापी दसैँ हामी त ढले हाम्रो ठुल्दिदीले हामीलाई हामी अब भातखुलाइमा नोभेम्बर 9 मा यस मम्मी तर होइन मिल्दैन होइन अनि ढोकभेट त खाएको छैन ल बाई बाई ल बाई बाई फुपा बाई बाई हुन्छ खै बाजे मैले ब्लग गर्दा ल बाई बाई ल ओके बाई ह्यापी दसैँ बाई बाई थ्याङ्क यू बाजे सबैजनालाई बाई बाई हुन्छ ह्यापी दसैँ होस् बाई बाई पानी पर्यो बोजू मेरो कुर्ताको सल नै भित्र परेछ ल बाई बोजू बाई हामी त सक्यो कता यहाँबाट जाने हो फेरि अहिले चाहिँ ए अघि त यताबाट आएको थियो त हामी त हजुर बाई बोजू हुन्छ ल बाई बाई यो बाटो पनि जाँदा मिल्छ Hi guys, it's day 3 of our दसैँ अनि आज चाहिँ हामी बिजनेस ट्रकबाट आसफोर्ड फर्किसकेको छौँ अनि लास्ट अब यता मिनर्सको उयोहरूमा oh my god पर्खिनुहोस् है guys सिट बेल्ट लाउनु बिर्सेछु अनि अब यता
भिनसको बडा बाउहरूकोमा जाँदैछौँ बडाकोमा हामी चाहिँ बडा बाउ भनिरहेको छौँ नि त त्यही भएर बडाकोमा जाँदैछौँ अनि त्यहाँ टिका लाउँछौँ अनि आजको जानु दसैँ सकिन्छ त्यही 3 हो तर पनि सकिन्छ होइन बेबी हामी चाहिँ अब 2 आवर्सको ड्राइभ आएर फ्रेसर्स भएर रेडी भएर जाँदैछु मैले 4:30 भइसक्यो अनि त्यसपछि जाने हो यता बुझ हाई भनिदिनु न अब हामी टिका लाउनु जाँदैछौँ अब चाहिँ हामी दिदीकोमा छैन अब एक्लै घरमा अब केही छैन नाति र नातिनी आयो नि त अब है हामी चाहिँ दिदीकोमा आइसकेको छौँ दिदी ह्याप्पी मुख पनि धोएको छैन अहिले केही छैन ह्याप्पी दसैँ ह्याप्पी दसैँ सेम टु यु दिल्मी थ्याङ्क यू अब चाहिँ हामी बिस्तारै हाम्रो दिल्मीको च्यानलमा है अब यो भ्लग चाहिँ कहिले एडिट गरेर हाल्छ थाहा भएन अन्त ट्युसडे र वेडनेसडे छुट्टी छ नि त मेरो अनि त्यसपछि हो त्यतिखेर चाहिँ एडिट गरेर हाल्छु भनेर हामी दिदीकोमा आइसकेको छौँ अनि त्यसपछि अलिक टिका लगाएको चाहिँ देखाउँछु है अब चाहिँ हामी बल्ल प्रिपेयर भइसक्यो सबै बनाइसक्यो दिदीले हाम्रो भान्जी केलिन अनि त जेन्टलम्यान उसलाई ढल्काएर हो कि उठाउ न होइन अनि तर निन्द्रा पनि लाग्यो होला क्या अनि अब चाहिँ हामी टिका लगाउने सुरुमा चाहिँ बडाले टिका लगाइदिनुहुन्छ बडा चाहिँ यहाँ हुनुहुन्छ बडाले लगाइदिनुहुन्छ टिका सुरुमा अनि त्यसपछि दिदी पनि रेडी भएर होइन दिदी टक्क जमरा पनि रेडी गरिसक्नु भयो गौतम जयन्ती मङ्गलकाली भद्रकालीको पालिकी दुर्गा क्षमा सेवा शुभोधात्री हे दुब मौले जस्तो मौलिनु केरा गाजे जस्तो गाजिरहनु वर विपल तपाईँ जस्तो तप्नु हिला पत्थर खपे जस्तो खपिरहनु कुनै नदमा केस पनि नझरोस् हिँड्न केस पनि नलागोस् जयन्ती नमस्ते हुन्छ धन्यवाद बाजे ए बाजे बाजे भन्दा भनेर ल ए सुन्तला पनि ल बडा अहिले ढोक्नु कि भरे अहिले भरे हैन अहिले ढोका न अहिले ढोका खोइ बडा ल हुन्छ 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 ल ल ठिकै छ हुन्छ ल आशीर्वाद लागोस् वनमै बस्नु शत्रु सयग्रा गवे विज्ञानी विदुरी भौती भौतन जयन्ती मङ्गलकाली भद्रकालीका पालिनी दुर्गा फर्स्ट होला हैन कि सेकेन्ड हो शुभोधात्री लास्ट इयर थियो तर लायो र टिका बडाकोबाट म चाहिँ बिर्सेँ होइन लास्ट इयर त थियो नौदामा केस पनि नझरोस् हिँड्न केस पनि नलागो जयन्ती नमस्ते बडा अरू त के हैन त कपाल नझरोस् मलाई चाहिँ आशीर्वाद मात्रै लागोस् अरू त त्यस्तै हो इम्पोर्टेन्ट है ल हस् बडा नमस्ते बाट्नु धेरै बाट्नु नाता नातिनी पक्रिने हुनु अझै 100 वर्षसम्म बाट्नु भत्तिखेर पिता चाहिँ आयो हुनु हिँड्दाखेरि ठेस नलागोस् बस्दाखेरि बात नलागोस् परमेश्वरी अब यसरी भेट्नु पायो कहाँको वर्ष दिनको चाडबाडमा दुःख मान्नु नगर्नु नाता नातिनी पलाती पक्रेर बस्ने हुनु सधैँ जिन्दगी भरिसम्म है कति केस नधरोस् बोल्दा बात नलागोस् हिँड्दा ठेस नलागोस् है भतित पैसा त मलाई धेरै छैन कता हो कता टिस्यु मेमो टिस्यु एउटा मलाई चाहिन्थ्यो काम त छैन ठिकै छ पैसा पनि नानीले हिकेनन् काम पनि दिनु यादै पो गरेन नमस्ते गर्नु नमस्ते नमस्ते गर्नु लड्छ नमस्ते गर्नु ल भएको धन्यवाद ल काटी भन्नु मलाई
म खुसीमा भएको छु साह्रै राम्रो हो नि धन्यवाद छ पहिला लगाइदिएको थियो त भाइले ल केबिनलाई हाम्रो दिदीलाई तपाईलाई मिनाजले फर्स्ट टाइमै लगाइदिन आँटेको होला नि किनभने पहिला त अन्त हो पहिला त पापाले दिदीलाई त लगाइदिएको जस्तो लाग्छ पहिला एकचोटि छैन नेहरू दिदीलाई चाहिँ होइन तपाईलाई नि यस्तो ल लागेको छुइनँ मैले खासै भन्नु त आउँदैन जेस ल राम्रो होस् हाम्रो बेनाको अझै तिन तले बिल्डिङ बनाओस् राम्रो गर्दै जानु अब खासै त हामीले दिन सक्दैन त्यही पनि होइन मेन हेल्थहरू राम्रो होस् म चाहिँ त्यही भन्छु है डबल दक्षिणा पाठशालाले दसैँको भाग त्यो त पापाकोबाट हो दिदीलाई पनि अब खोइ फर्स्ट टाइमै हेरि टिका ल फर्स्ट टाइम हो नि ल हाम्रो जेठोबाट भएपछि हेर्नु भाइ ठिकै भयो भान्जा भन्जी दुईटा भयो भान्जा भन्जी दुईटा छ एकदम राम्रो केबिन सिट डाउन प्लिज म दिन्छु अर्को साल हामी पनि बधाई नि खेलाउनु पाऊ ट्विन्स हो राम्रो होस् हैन एकैचोटी ट्विन्स हो नि ल त यो तपाईको नि राम्रो होस् अनि एकदम राम्रो होस् ल फ्यामिलीसँग है ल राम्रो होस् हाम्रो केबिन भान्जा पनि है डेली फोटो खिच्नु एकदम राम्रो ज्ञानी हुनु मम्मी पापालाई राम्रो गर्नु है फ्युचरमा रेकर्ड भएन कि रेकर्ड त भइरहेछ कि क्लिक चाहिँ फोटो त तर यहाँबाट खिचिरहेको छु कि मैले मेरो भान्जीलाई मामाले लगाइदिएको फर्स्ट दसैँ ल योभन्दा धेरै चाहिँ नलगाउनु सेकेन्ड दसैँ बेबीको फर्स्ट दसैँ सधैँ अब चाहिँ बोजूको टर्न नाता नातिनीले नाति नातिना राम्रो होस् पक्केमानी बोजूको हातबाट पनि 3 चोटि भयो त यो छोरा छोरी बराबर भयो हेरुन् आमा बाबु पालुन् धेरै धेरै पढाउनु सक्नु पर्यो राम्रो गर्नु है ल थ्यांक यू बोजू धन्यवाद बोजू केटरमा बा ल थ्यांक यू ल बोजूले ठीक ए बोजूले नमस्ते गरे नमस्ते यो गर्दै साथै अनि अगाडि राख्दै गरेर यो रे पढेर आमा बाबु पाल्ने हुनु है नाति गुड बोय ल नातिले एकदम दाजु बहिनी टिका लाउने आयो ल तिमीबाट राम्रो फुलमाला लगाइदिनु दाजुलाई विशेष गरी आयु हुनु 5 वर्षसम्म बच्चा धेरै ल सबैजना ल 1 2 3 ह्यापी दसैँ आज हाम्रो लास्ट टिका ह्यापी कम्प्लिट भएको छ हैन थर्ड डे 3 हो अनि सक्यो अब दसैँ अब अन्त नि हैन सबैजना सन्च सुविस्ता माइजूले नमस्ते भन्नु बाबु ल खोइ केबिन हेलो भिडियोमा हेलो भन्दियो हेलो भन्दियो हेलो गरिदिउ न गरिदिउ त प्लिज गरिदिउ न उले हात चले अब चाहिँ हामीले खाना आटेको मोमो आलुदम सेलरोटी स्प्रिङ रोल अनि मिक्स्ड अचार दिदी आउनु न तपाईहरु पनि Kevin, say hi. Hi. Hello. Here. Hello. Say hello, Kevin. Kevin ले hello भने न ल खाऊ दिदी भेटाम आउनु न मिठो भयो कति म देखाइदिउ के छ मोमो पोर्क भाइको कोक खोइ आलुदम यहाँ छ दिदी ल खाए अनि आलुदम हेलो सबैजनाले मामा माइजूहरूले चाहिँ खाएर बस्नु भएको अनि म चाहिँ भर्खर उठेको कति भयो हैन खोइ हेलो हाई गाइस भनिदिनु नि त ला हाई गाइस हामीले चाहिँ अब टिका लगाइसकेको अनि त्यसपछि आज अब हाम्रो दसैँको भ्लग चाहिँ यति नै हुनेछ अब उसको मामालाई हेर सबैजनाको दसैँ राम्रै भयो होला तिमी के भन्छौ हुनु त्यही अब यो चाहिँ हाम्रो प्रब्ली हैन ऱ्याप अप भिडियो त्यही हो अब थ्याङ्क यू वन्स अगेन सबैलाई हैन हेरिदिनु भएकोमा अहिलेसम्म
हाम्रो आई थिङ्क 3rd डे अफ दसैँ अनि त्यो हो ओभरअल राम्रो भयो हाम्रो दुईटै फ्यामिलीको साइडबाट अन्त यता दिदी पनि सबैजनाको राम्रै दसैँ हाम्रो पनि राम्रै भयो मनायो खायो भयो अब यहाँ गफ गफ चल्दैछ माइजू भान्जीको चस्मालाई टाइनी भान्जीले स्वागत से करे सबका स्वागत भने जस्तै सक्छ नि सक्छ ला उला उयो भयो के अझ मानिरहेको ला ला होइन यस्तोमा ढाका नि नमानेको अफुई सरी 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 ल भयो सरी सरी भयो हजुर त्यही हो दसैँ रमाइलो भयो अझै 2-3 दिन बाँकी छ बाँकी रमाइलो होस् ह्याप्पी दसैँ अगेन त्यही हो हाम्रो अब यस्तै हो हाम्रो दसैँ परदेशमा होइन अन्त परदेशको दसैँ नेक्स्ट इयर पनि यस्तै गरी बढाउनु पाम मेरो चाहिँ अलिकति नोज एलर्जी छ आज धनले मलाई के पनि भएको छैन अहिले म त हिजो त कहाँ नि अपुई मलाई त फेरि एलर्जीको दबाई लानु बिर्सेछु बोजूको त्यो भएर त्यो तातो पानी चाहिँ राम्रो ए त्यो तातो पानीले गर्दा चाहिँ मलाई के पनि नभएको होला हाम्रो साले चाहिँ तातो पानी खाँदै हुन्छ त्यही भएर चाहिँ मलाई अहिले रुगा गरी खानु दिँदैनन् हामी छिटो है केरिन भान्जी छिटो ठुलो हुने हो अनि यहाँ माइजूको भ्लगलाई टेक ओभर गर्नुपर्छ अब फेरि मम्मीकोमा गएर चाहिँ मस्केको माइजूलाई हेरेर नि अब त भोलि पर्सि फेरि हाई गाइज वेलकम टु माइजू भ्लग Bye guys, thank you for watching my vlog. Bye. Bye.